त्यसले म यहाँकै कार्यक्रमबाट हर्क साम्पाङजीलाई के निवेदन गर्छु भने हर्क साम्पाङजी मेरो विश्लेषणमा मैले जति बुझेको छु, मैले धेरै नबुझेको होला, तर यो माटोको सुगन्ध भएको व्यक्ति हो। उहाँको काँधमा धेरै ठुलो उत्तरदायित्व छ। उहाँले मुलुक केन्द्रित राजनीति गर्नुपर्छ, जात केन्द्रित, एथनिसिटी केन्द्रित राजनीतिलाई उहाँले अस्वीकार गर्नुपर्छ। तपाईको मूल्याङ्कनमा हर्क साम्पाङले जातीयता र क्षेत्रीयताको राजनीति गर्नुहुन्छ कि भन्ने पूर्व अनुमान र आकलन हो? छैन। तर जस्तो उहाँको अहिले मेजर फोकस चाहिँ सर्टेन क्षेत्रमा मात्रै भएकाले मान्छेहरूमा जुन आशंका छ, म त्यो आशंका गर्दिनँ। मैले अहिले देखिरहेको नेपाली माटोको लिडरमा मैले हर्क साम्पाङलाई देखेको छु। त्यसले हर्क साम्पाङलाई हामी सबैले साथ समर्थन दिन जरुरी छ, तर उहाँ पनि एउटा सीमित दायराभन्दा माथि उठ्न जरुरी छ। त्यो भयो भने एउटा मुलुकले निकास पाउँछ।